हेलो नमस्ते सबैजनामा तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आउनुस् कुरा गरौँ नेप्से सम्बन्धी र आज मैले माइक्रो फाइनान्सको एउटा स्टकलाई लिएको छु र मेरो साथीले चुर्लुम्मै डुबायो यो स्टकलाई के गर्ने भनेर मलाई चाहिँ क्वेशन सोध्नु भएको थियो मेसेन्जरमा। मैले त्यही आधारमा चाहिँ मैले यो स्टकलाई लिएको हो र यहाँ गएर SAMAG हान्नु भयो भने समाज लघु वित्तीय संस्थान खुल्छ र यहाँबाट चाहिँ यसको चार्ट आउँछ। यो चार्ट हेर्दाखेरि लगातार घटेको छ हैन। हामीले यहाँ चाहिँ ठुलो ठुलो क्यान्डलहरु बनेर घटेको देखिन्छ। यसरी हेर्दाखेरि यो चार्टबाट चाहिँ हामीले के देख्न सकिन्छ भन्दाखेरि यसको म्याक्सिमम हाई पनि हामीले यहाँ चाहिँ देख्न सकिन्छ। म्याक्सिमम हाई भनेको 4182 मा यसले चाहिँ कारोबार गरेको रहेछ। यहाँ चाहिँ यो लेभलसम्म पुगेको रहेछ र यो लेभलसम्म चाहिँ एकदमै स्मार्ट लगानीकर्ताले बेचेको छ भन्ने कुरा हामीले बुझ्न सकिन्छ। र अहिले बजारमा चाहिँ के हल्ला छ भन्दाखेरि यो स्टकबाट बिग प्लेयरहरु ठूला लगानीकर्ताहरु जसले यसको स्टकलाई होल्ड गरेर राखेको थियो तिनीहरु चाहिँ निक्ले, जसको कारणले गर्दाखेरि यो बजार चाहिँ यहाँबाट चाहिँ घटेर यस्तो भएको हो। यहाँ चाहिँ केही सम्हालिन त खोजेको थियो तर यो जेन्जी आन्दोलन र यो मर्जरमा जाने कारणले गर्दाखेरि यो चाहिँ लगातार यो चाहिँ डाउनफल भएको छ र धेरै नै क्षति बिहोर्नु परेको छ। र जो स्मार्ट हुनुहुन्थ्यो उहाँहरूले यो लेभलमै बेच्नु भएको थियो होला हैन। आईपीओ पनि बेचेर राम्रो प्रॉफिट कमाउनु भयो होला जस्तो चाहिँ मलाई पनि लाग्छ। र अब के गर्ने? अब घट्न त घट्यो हैन, अब के गर्ने? अब एक लेभलमा हेर्ने हो भने यो धेरै नै घटिसकेको छ। 10 किता हो भने होल्ड गरेर राख्दाखेरि चाहिँ राम्रो हुन सक्छ। अहिले यो कुनै अर्को कम्पनीसँग चाहिँ मर्जरमा जाने हल्लाको कारणले गर्दाखेरि यसरी घटेको र नेप्से पनि निरन्तर घट्दो क्रममा भएको कारणले गर्दाखेरि लगानीकर्ताहरू आन्दोलनमा यस्ता क्रियाकलापहरू चाहिँ आउँदाखेरि यो चाहिँ घटेको र यो मर्जरमा गयो भने यो चाहिँ अलिकति स्टक यसको घट्न सक्ने 10 किता पनि थोरै हुन सक्ने भएको कारणले गर्दाखेरि बेचिदिएको कारणले यसरी घटेको। आत्ति हाल्नु चाहिँ पर्दैन। अब यसमा चाहिँ कुनै पनि इन्डिकेटरहरु लगाएर हेर्नु पनि पर्दैन जस्तो लाग्छ। किन भन्दाखेरि यो चाहिँ हामीले भनेका कुराहरुकै कारणले चाहिँ यो यसरी घटेको हो र बजारमा चाहिँ यसको चाहिँ सप्लाई पनि एकदमै थोरै छ हैन। सप्लाई थोरै भएको कम्पनीमा हामीले कारोबार गर्दाखेरि यस्तो हुन्छ। कोही किन्ने लगानीकर्ताहरु पनि आउनु हुँदैन के, थोरै छ हैन। यो चाहिँ घट्दो क्रममा देखेपछि आउनुहुन्न। यहाँबाट हेर्यो भने बुलिङ्गर ब्यान्ड एकदमै तलतिर गएको छ, लोअर ब्यान्ड एकदमै क्यान्डललाई चाहिँ क्यान्डल भन्दा लोअर ब्यान्ड भन्दा तल क्यान्डलहरु बन्देको छ। यो चाहिँ एकदम शार्प फल छ भनेर चाहिँ यहाँबाट सबैले देखाएको छ। यो आरएसआई पनि 16-17 मा आएको छ। यो अझै घट्न सक्ने चान्स चाहिँ छ हैन। एकदमै र्यापिडमा चाहिँ यो घटिराखेको छ भन्ने कुरा यहाँबाट चाहिँ देखिन्छ। अब के गर्ने त? घट्यो हैन। अब यो लेभलसम्म चाहिँ होल्ड गर्नु होला। यो लेभलमा हैन, यहाँसम्म अब एक दिन भोलि कारोबार हुन्छ। भोलि कारोबार हुँदाखेरि यो लेभलबाट तल आउने जस्तो भयो भने पनि तपाईहरु एकछिन धैर्य गर्नु होला हैन। मर्जरमा गइहाल्यो भने पनि तपाईको किता चाहिँ थोरै हुन सक्छ अथवा अलिकति प्राइस एडजस्टमेन्ट भएर खुल्दाखेरि टाइम लाग्न सक्छ। यस्ता कुराले चाहिँ यसलाई चाहिँ म्याटर गर्ने भएको कारणले गर्दाखेरि लगानीकर्ता यसलाई बेच्दिम, पछि जे हुन्छ हुन्छ देखा जाएगा भन्ने तरिकाले चाहिँ कारोबार गरेको कारणले गर्दाखेरि यस्तो भएको। र बिस्तारै तपाईहरु होल्ड गर्नुभयो भने यसमा फेरि कुनै एउटा लेभलबाट चाहिँ चमक आउन सक्ने सम्भावना चाहिँ हुन्छ। अब तपाईहरुले यहाँबाट हेर्नुभयो भने यो चाहिँ वीकली बियरिश सेन्टिमेन्ट टुडे भनेर यसरी देखाएको छ। यसको सबैभन्दा यो पब्लिक होल्डिङै थोरै छ के। यो एकैजनाले पनि खरिद गरेर राख्दिन सक्ने सम्भावना चाहिँ हुन्छ। यो चाहिँ जम्मा 98,255 किता छ। यो थोरै किता भएको कारणले गर्दाखेरि यसलाई चाहिँ फ्लक्चुएट गराइएको। माथि खेलाडीहरूले लिएर गए र 4100 को हाईमा पुर्याइदिए। यो 52 विकको हाईमा थियो भने अहिले चाहिँ 52 लोमा आएर बसेको छ। अब बेची ल्याउनु भएकोलाई चाहिँ ठिकै छ हैन। बेचेर अरु कुनै स्टकहरु किन्न सक्नुहुन्छ। अब बेच्नु भएको छैन भने चाहिँ धेरै नै घटेको छ, अझै पनि घट्न सक्ने सम्भावना छ। तपाईले चाहिँ अध्ययन गरेर आफ्नो अध्ययनको आधारमा चाहिँ
कारोबार गर्नुहोला र यो स्टक चाहिँ होल्ड गर्न सक्यो भने पनि राम्रै हुन्छ। तर कति खस्ने कति तल झर्ने भन्ने कुरा थाहा नभएको हुँदाखेरि तपाईहरु चाहिँ आफ्नो विचार गर्नुहोला, आफूलाई नाफा घाटा क्याल्कुलेसन गरेर मात्र खरिद बिक्री गर्नुहोला। शेयर कारोबार गर्दाखेरि जोखिम हुने हुँदाखेरि अध्ययनको आधारमा मात्र कारोबार गर्नुहोला। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद।